पोर्चुगिज भाषा बोल्नको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा या मुख्य आधार भनेकै कुनै पनि नाम या संज्ञाहरू लिङ्गको आधारमा छुट्टिनु हो र सोही अनुसार हामी ती नाम या संज्ञाहरूलाई सम्बोधन गर्ने गर्छौं। उदाहरणका लागि यहाँ किताब देख्न सक्नुहुन्छ जसलाई हामी पोर्चुगिजमा लिभ्रु भन्छौं। यो पुलिङ्गी शब्द हो। यसको अन्त्यमा अक्षर ओ रहेको छ। यसमा हामी आर्टिकल उ प्रयोग गर्छौं र उ लिभ्रु भन्छौं। अर्कोतर्फ कलम राखिएको छ जसलाई हामी पोर्चुगिज भाषामा कनेता भन्छौं। यसको अन्त्यमा अक्षर ए अर्थात् आ रहेको छ। यसमा हामी आर्टिकल आ को प्रयोग गर्छौं र हामी कनेता भन्छौं। सामान्यतया पोर्चुगिज भाषामा ओमा टुङ्गिने नामहरू पुलिङ्गी हुन् भने आमा टुङ्गिने नामहरू स्त्रीलिङ्गी हुन्। अब हामीले यो किताब भन्नु पर्यो भने एस्त लिभ्रु भन्छौं। यो कलम भन्नु पर्यो भने चाहिँ एस्ता कनेता भन्छौं। अर्थात् नाम पुलिङ्गी हो भने हामीले एस्त भन्छौं, स्त्रीलिङ्गी हो भने एस्ता भन्छौं। त्यसैगरी मेरो किताब भन्नु पर्यो भने उ meu livro, मेरो किताब। मेरो कलम भन्नु पर्यो भने a minha caneta, a minha caneta, मेरो कलम। अर्थात् पुलिङ्गी नाम छ र त्यसलाई मैले मेरो भन्नु पर्यो भने उ meu र स्त्रीलिङ्गी नाम छ र त्यसलाई मैले मेरो भन्नु पर्यो भने a minha। अब मैले यो मेरो किताब हो भन्नु पर्यो भने este é o meu livro। अब यो मेरो कलम हो भन्नु पर्यो भने esta é a minha caneta। Este é o meu prato। यो मेरो प्लेट हो। Esta é a minha cama। यो मेरो पलङ हो। Este é o meu copo। यो मेरो गिलास हो। Esta é a minha mesa। यो मेरो टेबल हो। हामी विद्यालयलाई स्कोला भन्छौं। अब कमेन्टमा लेख्नुस् यो मेरो विद्यालय हो पोर्चुगिजमा कसरी भन्नुहुन्छ।